बस्तीहरू है यो चाहिँ ब्रिटिस टाइमदेखिको बाटोहरू है अब हामी चाहिँ धेरै वर्ष बादमा अब यो ओह्रालो आज भोट हाल्नु गएको यो बाटो चाहिँ अब हामी पहिला सानो हुँदा स्कुलहरू जाने गर्थ्यो यहाँ हेर्नुहोस् है यो चाहिँ डल्लै ढुङ्गाको सोलिङ हो यस्तो मजाले गरेको छ अहिले त सिमेन्टेडहरू पनि यतिको हुन सक्दैन है हुँदैन ब्रिटिस पार्लियामेन्टदेखिको बाटो है बुढोहरूको हाम्रो बाजेहरूले बनाएको बनाउनु भएको रहेछ यो बाटो चाहिँ है अब हामीलाई पनि त्यस्तो नलेज त छैन तर पनि यो बाटो हेर्नुहोस् यस्तो मजाले त्यो सिमेन्टेड जस्तोकै सोलिङ छ है यसो यतिको चाहिँ अब ट्यालेन्ट हुनुहुन्थेछ बाजेहरू है अब यहाँबाट यहाँ तलैसम्म हेर्नु चाहिँ यो सब सिँढी चाहिँ अब यो ढुङ्गाको खालि हो नि यो सिमेन्टको त्यो होइन यस्तो मजाको बाटो बनाएको छ कि तर अब यो अहिले कति वर्षहरू भयो नि हौ दा है यो वर्ष धेरै वर्ष भयो नि हामी सानो हुँदादेखिको सानो हुँदा नि है हामी स्कुल पढ्दा यस्तो गर्थ्यौँ है त्यही त त्यो त 35-40 वर्ष भयो नि है यो बाटो बनिएको तर पनि एउटा ढुङ्गाहरू उकेको छैन है हुन्छ यतिको ट्यालेन्ट छ है गरेको हाम्रो बाजेहरूले सरमदाम गरेको है यो बाटो अब अहिले त यस्तो छ यस्तो दामी बनाएको छ बाटो चाहिँ यस्तो मजाले बनाएको छ यो सिँढी चाहिँ है अब यतिको त अहिले सिमेन्टेडहरू पनि छैन ए बोजू त हिँडेर जाँदैछ यस्तो मजाको बाटो छ को